लेगको एक्सर्साइज हुने भयो तिमी आएको थियो यो बाटो लाऊ जोर से हाई से जोर लगा हाई से पुगेन यो त स्टार्टिङ पोइन्ट हो बेबी झन् चप्पल लाएर आऊ म चप्पलै लाएर आउने हो के यहाँ पनि डोरी लाएर तान्ने हो र न हुँदैन हुँदैन छिटो तल झऱ्यो तल झऱ्यो माथि आधा पानी ल्याएको छैन माया बस्ने ठाउँ जति पनि छैन ल कस्तो छ यो फ्रन्ट गेट बडा खतरनाक छ आजको 10th ह्याप्पी बर्थडे कस्तो लागिरहेछ मेरो बेबीलाई थाकिएको अवस्था छ है ओ माई गॉड पुगेन पुग्छ बिस्तारै पुग्छ हामी बेबीको 10th अब आयो है यो लास्ट 10th ह्याप्पी बर्थडेको लागि मन्दिरमा दर्शन गर्न आएको छौँ भद्रकाली मन्दिर यो अन्तिम उकालो हामी फ्रन्ट गेटबाट आएका छौँ सो हामीलाई चाहिँ अलि यो उकालो हिँड्ने बानी नपरेको कारणले गर्दा नि लेग वर्कआउट भइरहेछ होइन बेबी लेग वर्कआउट मलाई त ठिकै छ मेरो बेबीलाई चाहिँ अलिक गाह्रो भयो इज्जतको सवाल छ माथि त पुग्नै पर्यो बुई गरेर पुग्यो भने त फेरि इज्जतको सवाल छ फेरि हावाको लहरसँगै उडिरहने मन बोनी तिम्रो त्यो बासना मनमै चल्यो रे तिम्रो त्यो बोलीमा मगन भएर तिम्रो गाडी पुलहरू पनि छम 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 नाच्यो रे कस्तो लाग्यो दामी छ म होइन क्या फुरफुरी Ready? Count down. 3, 2, 1, go. अब जाने भएछौ तिमीलाई अब धेरै नसताऊ हो तिमी त चाल देखेर आज फुरफुरी लाग्यो नि हो कपाललाई फर्की नहेर मलाई भरे बगेर चाहिँ डोलीमा चढाए फुलेको फुल ओइलेर जान्छ मन मेरो जान्दैन दिएको चिनो हराइ जाला यो त नजान्दैन फुलेको फुल ओइलेर जान्छ मन मेरो जान्दैन दिएको चिनो हराइ जाला यो त नजान्दैन अब फुलफुली गर्ने बानी मलाई अचम्म लाग्यो नि
हो तिम्रो त हेराइ मुटुमै लाग्यो सकिन थाम्न मन ओके थ्याङ्क यू यताबाट अनि हाम्रो स्कुटर उतासँग Same way. जाने भइन्छ मम्मीलाई एउटा फोटो खिच्दै पठाइदिन्छ नि त के गर्ने र के गर्ने र पैसा चाहिने हम भी है जोश में चुप चश्मा लाउनु अब लेट्स गो बैक टू होम सकियो भन्ने नि कतिमा आयो तेरो मम्मीसँग पैसा 300 नुन आछ ओ हनुमान छ नि हाम्रो हैन देख्या